Hello everyone, welcome to my channel. I'll say different topic video. If you are planning to study in the UK from Nepal, this video is for you. I'm master student here in UK. University fee बाहेक हिडन चार्जहरू चाहिँ कति लाग्छ भनेर चाहिँ मैले आज क्यालकुलेट गर्न चाहन्छु। तपाईँहरूले चाहिँ युनिभर्सिटीको फीमा चाहिँ हेरेर चाहिँ युके प्लान गर्नुपर्छ नि, त्यसमा पनि हिडन चार्जहरू चाहिँ धेरै नै हुन्छ। So म चाहिँ step wise चाहिँ explain गर्न जाँदैछु। Watch the full video and get more information about fee, charge, overall UK experience। म चाहिँ UK आइसकेको मान्छेले चाहिँ भिडियो बनाउँदैछु। फर्स्ट अफ अल त हामी युके आउनको लागि चाहिँ हामीलाई एजुकेसन डकुमेन्ट चाहिँ मेन इम्पोर्टेन्ट हुन्छ। प्लस त्यसमा आइएलटिसी जे पनि दिँदै हुनुहुन्छ। कति युके युनिभर्सिटीहरूमा चाहिँ आइएलटिसी चाहिँ नदिई पनि आउन सकिन्छ। युनिभर्सिटीहरूमा चाहिँ डिपेन्ड गर्छ। त्यसमा चाहिँ अब तपाईँले आइएलपिटी दिनु हुँदैछ भने आइएलपिटीको चार्ज लागिहाल्यो, प्लस डकुमेन्ट बनाउनु पर्यो। म चाहिँ मेरो चाहिँ ब्याचलर डिग्री चाहिँ इन्टरनेसनल थियो, त्यही भएर मैले इक्विभ्यालेन्स बनाउनको लागि मेरो 1000 गएको थियो। त्यसपछि रह्यो एनओसीको लागि चाहिँ हामीले 2000 रुपियाँ एक्सटेन्ड गर्नुपर्ने हुन्छ। रहेको छ मेडिकल युकेको भिजाको लागि चाहिँ मेन्डेटरी कुरा हो, त्यो चाहिँ टिभी टेस्ट हुन्छ। यसमा चाहिँ हाम्रो टिभी टेस्ट गरेको हुन्छ। त्यसमा चाहिँ मैले गर्दा चाहिँ 7800 रहेको थियो पब्लिक हस्पिटलको। र अब आयो ट्युसन फी। तपाईँहरूले सब एडभर्टाइज वेबसाइटहरूमा देख्नुहुन्छ युनिभर्सिटी, बट वाट तर पनि हामीले चाहिँ युनिभर्सिटी फी तिर्दा हामीले चाहिँ फ्लाइ वायरको थ्रु दिनुपर्ने हुन्छ नेपालबाट। सो त्यो युनिभर्सिटीको फीमा हजुरहरूको युनिभर्सिटी लगभग अहिले युकेको युनिभर्सिटीहरू चाहिँ 9000 to 14-16,000सम्म छ। त्यसमा चाहिँ तपाईँहरूले 3% चाहिँ चार्ज दिनुपर्ने हुन्छ। त्यो चाहिँ तपाईँहरूले ब्याङ्कबाट गर्नुपर्ने हुन्छ। त्यो कुरा पनि आयो एजुकेसन लोन। यदि हजुरहरूले चाहिँ अब एजुकेसन लोन लिएर आउँदै हुनुहुन्छ भने एजुकेसनको लोनको लागि चाहिँ सेपरेटली नै तपाईँहरूको खर्च भएर आउँछ। अब कसरी लिन आउँदै हुनुहुन्छ भन्ने कुरामा डिपेन्ड गर्छ। अब एजुकेसन लोन लिनको लागि पनि हाम्रो नेपालको हिसाबमा चाहिँ 50-60 हजार चाहिँ त्यसमा नै जान्छ। अनि आयो इन्सुरेन्स एनएचएसको। एनएचएसमा चाहिँ 2,33,000 प्लस हामीले चाहिँ पे सर्टेन एमाउन्ट फ्री र उनीहरूलाई फी चार्ज दिनुपर्ने हुन्छ। ब्याङ्कलाई भन्दा पनि फी चार्ज दिनुपर्ने हुन्छ, लगभग 2,50,000 जति राखौँ। यो चाहिँ एनएचएसको इन्सुरेन्सको है। सबै कुरा भइसक्यो। भिजा एप्लाई गर्नु पर्यो। ओके, भिजा फीको लागि चाहिँ हामीले चाहिँ 1,10,000 चाहिँ फीको लागि जान्छ। हाम्रो चाहिँ भिजा फीको लागि चाहिँ त्यति पे गर्नुपर्ने हुन्छ। र आयो बायोमेट्रिक। अब सबै कुरा भइसक्यो। बायोमेट्रिक गरेपछि चाहिँ 8,000 लगभग 8,000 जतिको हुन्छ बायोमेट्रिक चाहिँ। त्यसमा नि 2 टाइप्सको हुन्छ। त्यो चाहिँ तपाईँहरूले आफैले हेरेर गर्नु होला। एउटा चाहिँ सस्तोवाला हुन्छ, एउटा चाहिँ महँगोवाला हुन्छ। बायोमेट्रिक पनि आफूले कति भयो। सपिङ चाहिँ यस्तो छ। अब तपाईँलाई चाहिएको कपडाहरू किन्नु पर्यो। अब यहाँ पनि कति कुराहरू पाइहाल्नुहुन्छ, किन्न पाइहाल्नुहुन्छ। प्राइसहरू चाहिँ मेरो हिसाबमा चाहिँ नट डिफ्रेन्स, त्यति साह्रो डिफ्रेन्स चाहिँ हुन्न। कुनै कुनै कुराहरू चाहिँ महँगो भइहाल्छ, कुनै कुराहरू सस्तो भइहाल्छ। त्यो चाहिँ नेपालमा पनि त्यस्तै छैन। त्यही भएर चाहिँ आफूलाई चाहिएको एकदम चाहिएको कुराहरू मात्रै किन्नु होला। बेकार त्यो सामान लगेज किन भयो होइन। त्यो आयो ब्याङ्क ब्यालेन्स। ब्याङ्क ब्यालेन्स चाहिँ 28 डेजको राख्नुपर्ने हुन्छ, अथवा तपाईँले 1 डेको पनि राखेर चाहिँ आउनु सक्नुहुन्छ। अब 28 डेजको राख्नु छ भने भिजा प्रोसेसभन्दा अगाडि नै तपाईँले 28 डेजकोसम्म चाहिँ राखिसक्नुपर्ने हुन्छ। अथवा तपाईँले 1 डे हो भने चाहिँ तपाईँको ओभरअल सबै भइसकेपछि चाहिँ 1 डेको के अरे ब्याङ्क ब्यालेन्स देखाएर पनि आउन सक्नुहुन्छ। यो ब्याङ्क ब्यालेन्स चाहिँ तपाईँको लकमा भर पर्छ। ठिक पनि हुनसक्छ, नहुन पनि सक्छ, डिपेन्ड किन मन छ छैन, टोटली डिपेन्ड। ओके, करेन्सी अब कति ल्याउने त, किनकि अब आफ्नो रिलेटिभ कोही फ्रेन्ड सर्कल छ भने चाहिँ ओके, तपाईँहरूलाई यहाँ पैसा लिएर आउनु पर्दैन, थोरै एमाउन्ट लिएर आउनुहुन्छ होइन। नत्र भए चाहिँ पैसा चाहिँ लिएर आउनु पर्यो, किनकि रुम रेन्ट तिर्नु पर्यो। सुरुमा आउने बेला चाहिँ रुम रेन्ट यहाँ चाहिँ मन्थको इन्डमा होइन कि मन्थको स्टार्टमा चाहिँ हामीले रेन्ट तिर्नु पर्ने हुन्छ। त्यही भएर चाहिँ
रेन्ट चाहिँ रेन्टको लागि खाना बस्नुको लागि एक्सपेन्सेसको लागि पनि त पैसा लिएर आउनु पऱ्यो म भन्छु एटलिस्ट 1000 प्लसै लिएर आउनु होला 1000 प्लसै लिएर आएको राम्रो यहाँ चाहिँ सक्नुहुन्छ 1500 ठिकै छ 1000 आयो टिकट प्लेन टिकटमा जाने भनेको चाहिँ लगभग 60बाट स्टार्ट हुन्छ 60बाट तपाईँको अहिले प्लेनको नि तलमाथि भएर हुन्छ मेरो हिसाबमा चाहिँ मैले 78 दिएर आएको कन्सल्टेन्सी थ्रु जाँदै हुनुहुन्छ भने कन्सल्टेन्सीहरूले चार्ज पनि दिन सक्छ सकेसम्म चाहिँ आफैले एप्लाई गरेको राम्रो सक्नु हुँदैन कन्सल्टेन्सी जुन चाहिँ तपाईँको चार्ज दिँदैन त्यहाँबाट गर्नु सन्देहमा चाहिँ कति कन्सल्टेन्सीहरूले चाहिँ युटीको प्रोसेसहरूमा चाहिँ चार्ज नलिने कन्सल्टेन्सीहरू पनि छ बुझ्नु होला किनकि चार्ज नलिने कन्सल्टेन्सी रहेछ भने चाहिँ टाउको आफ्नो टाउको दुख्दैन नि त प्रोसेसहरूमा उनीहरूले भनिरहेको हुन्छ यो भनेर सो तपाईँहरू इजी हुन्छ कन्सल्टेन्सी चुज गर्दा पनि सकेसम्म चाहिँ चार्ज नलिने खालको कन्सल्टेन्सी ओभरअल चाहिँ खर्च चाहिँ क्यालकुलेट गर्नु होला किनकि मैले मेरो हिसाबमा क्यालकुलेट गरेँ भने चाहिँ मेरो उयो डिफेन्ड हुन्छ तपाईँले युनिभर्सिटी मैले ओभरअल कस्ट भनेको तपाईँले युनिभर्सिटीहरू हेरेर युनिभर्सिटीको वेबसाइटमा जानुहोस् हेर्नुहोस् होइन मैले एक्स्ट्रा चार्जहरू पनि लाग्छ भनिरहेको छु एक्स्ट्रा चार्जहरू पनि एड गर्नुहोस् थिचेर 3% अब इन्सुरेन्सको तिर्दा पनि केही एमाउन्टहरू चार्जहरू एक्स्ट्रा लगाएर हुन्छ त्यो कुरा पनि एड गरेर चाहिँ आफ्नो ओभरअल एक्सपेन्सेसहरू चाहिँ ओभरअल चाहिँ एक्सपेन्सेस चाहिँ क्यालकुलेट गरेर चाहिँ यति आउनु होला मेन कुरा चाहिँ तपाईँको फी स्कलरसिप कति प्रोभाइड गर्छ त्यो कुराहरू हेर्नुहोस् कतिको ग्याप छ युनिभर्सिटीले कतिको हुन्छ नि भ्याकेसनहरू दिन्छ होलिडेजहरू कतिको दिन्छ त्यो पनि हेर्नु होला त्यसरी चाहिँ आउनु सक्नुहुन्छ थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो इफ यु हेभ एनी क्वेसन प्लिज कमेन्ट डाउन बिलो त्यससम्म चाहिँ म आन्सर दिन ट्राई गर्छु कति कुराहरू लेखेर कति कुराहरू मुखले भनेर पनि म चाहिँ एन्सर दिन ट्राई गर्नेछु थ्याङ्क यू सो मच बाई बाई